आज चाहिँ हामी यसो घुम्नलाई हेर्नुहोस् मालदिभ्सका आइल्यान्डहरू। यहाँ चाहिँ पौडी खेल्नलाई आज हामी चाहिँ पिकनिक आएको छौँ। हाम्रो टोलीहरू हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ इन्डियन बङ्गाली साथीहरू अगाडि जाँदैछ। घुम्न आएको आज। यो आइल्यान्डमा चाहिँ कोही पनि बस्दैन है, यो चाहिँ पुरा जङ्गल हो। हेर्नुहोस् पोखरी पनि छ यहाँभित्र। भलिबल खेल्ने ठाउँ पनि रहेछ यहाँ चाहिँ रेटिङ स्पोर्ट चाहिँ राम्रो रहेछ कि, जङ्गलै जङ्गल। यहाँनिर बल छ खेल्ने, भलिबल छ। नेट चाहिएको रहेछ है। कता गयो हाम्रो अगाडि आउने टोलीहरू? त्यस्तो छ है साथीहरू मालदिभ्स। पौडी खेल्नुपर्ने हो। यत्रो करेन्ट आइरहेछ यार, छाल कत्रो आएको त। वाउ, यहाँ चाहिँ टक्क बल भलिबल खेल्ने ठाउँ। साथीहरूले छोडेर गयो मलाई। यो भ्लग चाहिँ आज हाम्रो नटिलेस रिसोर्टबाट चाहिँ आज हामी पिकनिकको प्लानिङ, समथिङ आउट गोइङ। हेर्नुहोस् यस्तो जङ्गल छ है, नरिवलको बोट त नरिवलकै जङ्गल छ यार। कोकोनट आइल्यान्डमा आएको छौँ आज हामी चाहिँ। हेर्नुहोस् भित्र पोखरी छ, बाहिर समुद्र छ। यस्तो डेन्जर ठाउँ छ यार मालदिभ्स। सेफ्टी ज्याकेट लाएर आएको छु। पौडी सौडी खेल्नु भरे, स्विमिङ गर्नु पऱ्यो भने राम्रोसँगले लगाएर स्विमिङ गर्ने हो।